आज हम कम टू भूटान के डांगड़ा के भीतर अंदर में हमको भी दिखाओ तो ना ये केप को इधर में फेंक देना पड़ेगा। इधर का मौसम कैसे है भाई? मौसम दिल गार्डन हो गया भाई साहब, मजा ही मजा है। मजा ही मजा है। रोला जमा देंगे। ये चाहिँ खाना भर्ती है, खाना भर्ती आंटी हो भने check this out। बाटो चाहिँ एकदम ब्ल्याक टप यो कस्तो स्लिप भयो त। गाडीको फेरि एक्जस्ट फेरि हो भाइ साउन्ड त फेरि मजा ही मजा है। और हमारे यहाँ एकदम ही खतरनाक ब्लॉगर राहुल भाई। ऐसे घुमाओ, इधर घुमाओ, ऐसे उधर भी दिखा दो यार। रोला एकदम गम्टुबाट टाढो आइपुगेको छ है हामी चाहिँ। एकदम खानाभर्ती भन्ने जग्गामा। यो चाहिँ यताको बाटो हो, बाटो त ठिकै छ, तर पानी पर्यो भने चाहिँ बिचमा एउटा खोला पर्छ कि त्यसमा चाहिँ अलिक धेरै नै टेन्सन छ क्या। त्यो खोला पार हुनु चाहिँ अलिकति साह्रो छ कि। पानी पर्दैन त ठिकै छ, पानी आउँछ जस्तो लागेको थियो, तर पानी रहेछ, राम्रो भयो हाम्रो लागि। ल हेर्नुहोस् बाटोहरू कतिको छ, के हो। र्यालीमा कुदा जस्तो कुदाइदिँदैछ फेरि गाडी त एकदम मौत का कुआ। क्या 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 फिर से बोल दो भाई। मौत का कुआ में नहीं होता है, ऐसे ऐसे गाड़ी घुमाता है ना, वैसे ही है। व्यू ऐसा है भाई साहब। पहाड़ के बीच में घूमते कुकुर त जहाँ पनि हुन्छ त, बस्ती होस् टाउन होस् है। हो त मतलब जहाँ मान्छे हुन्छ त्यहाँ हुन्छ नि त। पालेको छैन भने पनि लोकल भेटिहाल्दो रहेछ नि जहाँ पनि। आजको भ्लग पनि खतरा खास भयो नि रोल हो नि, हो आएर। हो। बाटो चाहिँ अलिकति यस्तो छ, अलिकति खराब पनि हुन्थ्यो। बिचमा चाहिँ खराबै छ। यहाँबाट थियो पहिलाको बाटो चाहिँ, अहिले चाहिँ भत्के छ नि त त्यहाँबाट। पानी पऱ्यो भने गनाबाट मिलिहाल्छ। यहाँले यस्तो छ, यो चाहिँ चिप्लिन्छ क्या, त्यहाँ पानी परिदियो भने चाहिँ उहाँहरूमा त कस्तो झर्नु आँटेछ देखाइदिउँ जुम गरेर मजाले। पानी ए कस्तो झर्नु आँटेछ, यस्तो हुन्छ क्या त्यतिर चाहिँ पानी पऱ्यो भने चाहिँ कति साह्रो हुन्छ क्या। माइनस भइसक्नु भन्दैन, वाइड एङ्गल भन्छ ब्रो। वाइड एङ्गल, यस वाइड एङ्गल में चेक दिस आउट। कालो माटो है, कालो माटो। कालो माटो यो त सुनको भाउमा बिक्री हुन्छ नि फेरि। यो कालो माटो चाहिँ तल चाहिँ है एकदम सुनको भाउ हो यो चाहिँ। जसले यसको धन्दा गर्छ त्यो करोडपति बनिन्छ। तँ गर्दैन डाइरेक्ट हो। तँ गरिदिइहाल। त्यसको लागि हिम्मत चाहिन्छ, ब्याकग्राउन्ड सपोर्ट चाहिन्छ, इन्भेस्ट गर्नु लागि पैसा चाहिन्छ। हामी जस्तोले कहाँ हुन्छ, आफू भनेपछि मिडल क्लास पनि के भन्नु पर क्याटेगोरीमा आउँछ। मिडल क्लास त करोडपतिलाई भन्छ मिडल क्लास। त्यो पनि हो। 1 करोड एबो 1 करोड जसकोमा छ त्यो मिडल क्लासमा आउँछ। कुरा त सही गर्छ नि तैँले। होइन सही। बढी भेटौँ है त। अब चाहिँ हो यो खोला चाहिँ सुक्टी खोला भन्छ। यो डाँडाको उतापट्टि चाहिँ सही घुम्टु चाहिँ अलि छिटो पुगे जस्तो लाग्दैछ त हौ। छिटो कति टाढो र हो त छेउमै त। त्यही त नि बहुत छिटो पुगे जस्तो लाग्दैछ अहिले। नभए त अघि त टाढा लाग्दैछ। फर्स्ट आएर होला हो नि, फर्स्ट टाइम हो नि सायद। अब त छेउमै छ जस्तो लाग्दैछ अन्त अहिले त। यस्तो छ है यता बाटो भत्केछ यहाँ। झरेमा चाहिँ सिधै माथि भेट्छ। र्याली कार यो चरा जस्तो चलाइदिन्छ।
चिले यता स्वर पनि जस्तै हो पास काट्नु परेन पास काट्नुपर्छ बाटो चाहिँ काटिहाल्छ भनेको कुदाइछ फेरि ल्याम्बोर्गिनी कुदाइछ नि फेरि ल्याम्बोर्गिनीको कुदाइछ झऱ्यो खोलामा अब चाहिँ खोला आइपुग्यो यो खोलामा चाहिँ टेन्सन लाग्थ्यो थियो क्या मलाई पानीले गर्दा चाहिँ पानी आइदियो भने चाहिँ खतरा खोला आउँछ क्या बगाउने खोला आउँछ अन्त ठुलो ठुलो गाडी मेसिनहरूको बगाइदिन्छ क्रसरहरू बगाइदिन्छ यो खोलाले यस्तो डेन्जर आउँछ त्यही भएर यो खोलामा अलिक टेन्सन लाग्छ क्या मलाई अहिले त कम्ती छ पानी